साथीहरु नमस्कार है। मेरो अहिले यहाँ झाड उखालेर सफा गरिरहेका छौँ। आमा र म छौँ है। अब यसलाई यसरी सफा गरेर यहाँ चाहिँ अब बिउ पलहरू लगाउनु पर्यो भनेर लागिरहेका छौँ। आमाले पनि केही भन्नुहुन्छ कि? आमाको बोली अलिकति चर्को सुनिन्न हेर्नु साथीहरु, त्यही भएर आमा नबोल्नु मै बोल्छु है त। अब पानी पनि पर्न लागेको छ साथीहरु है। एकदम अँध्यारो हुँदै आछ। छिटो जति सक्दो छिटो भ्याउनु पर्ने छ काम। छिटो गोड्दैछौँ है त। यस्तै हो साथीहरु, अब गाउँघरमा बसेपछि आज सफा गर्ने है। भोलि चाहिँ यहाँ एकदम खन्ने पनि कार्यक्रम छ है। आज चाहिँ सफा गरेर छोड्ने हो। यस्तो सफा गरेपछि हेर्नु साथीहरु, यहाँ सर्प आएको पनि देखिन्छ है। सर्प पनि आउन्न क्या, त्यही भएर अहिले सफा गर्दैछौँ। आज सफा गरेर राख्ने, भोलि चाहिँ भोलि चाहिँ खन्ने कार्यक्रम छ है। भोलि चाहिँ हामी पनि यहाँ खन्दैछौँ। खनेको भिडियो पनि हजुरलाई देखाउने नै छौँ है। आजलाई चाहिँ सफा मात्रै गरौँ। हामी आमा छोरा बस्छौँ यहाँ है। अब आमा छोराले यहाँ गोड्दैछौँ। आमा अलि अघि नै आउनु भएको थियो, म चाहिँ अलि काममा बिजी थिएँ, बल्ल अहिले चाहिँ आएको छु। यस्तो घाँस हजुरकोमा हुन्छ कि नै भन्नु होला है। हाम्रोमा यस्तै छ साथीहरु, यहाँ झार के गर्नु। हामी त अब गाउँले किसान परियो हजुर, हेर्नु साथीहरु। त्यही भएर काम त गर्न नै पर्छ है। यस्तो सजिलो साथीहरु, हिसाब पनि नचाहिने है। मजाले हातैले आउँदो रहेछ। हामीलाई हिसाब पनि चाहिँदैन। यहाँ फर्सीको झाल रहेछ है साथीहरु। यहाँ कतै मन्टा लुकेको छ कि भनेर यसो हेरेको के। लुकेको भए त मजाले तरकारी खान हुन्थ्यो है। यहाँ मन्टा रहेनछ मात्रै।
ल साथीहरू अब पानी पनि आउन लाग्यो है। आजलाई यति नै गरौँ।